सम्पूर्णमा जय मसीह। आज तपाईहरुको माझमा वचन प्रचारकले थाहा पाउनुपर्ने मुख्य कुराहरूलाई लिएर म तपाईहरुको माझमा यो सानो भिडियो बनाउन गइरहेको छु। विशेष गरेर जवान भाइ बहिनीहरूले वचन प्रचार गर्दै हुनुहुन्छ भने यो भिडियोलाई तपाईहरुले राम्रोसँग हेर्नुहोला र आशिष लिनुहोला। एक नम्बरमा छ शारीरिक पोशाक। आज तपाईहरु वचन प्रचार गर्न अगाडि जाँदै हुनुहुन्छ भने आफ्नो पोशाकलाई विशेष गरेर ध्यान दिनुहोला। पोशाकहरु मिलेको छ कि छैन, कस्तो किसिमको पोशाक लगाउँदा उचित हुन्छ भन्ने कुराहरु तपाई आफै विचार गर्नुहोला। विशेष गरेर उतौलो नभइकन ख्रीष्ट झल्किने आदरणीय पोशाक लगाउनु पर्छ प्रचारकले। दोस्रो नम्बरमा छ अवलोकन। आज तपाईहरु वचन प्रचार गर्न अगाडि जाँदै हुनुहुन्छ भने तपाईहरु पुलपिटमा पुगिसकेपछि 2 देखि 3 सेकेन्ड भित्रमा तपाईले हरेक विश्वासी जनहरूलाई अवलोकन गरेर तपाईले वचन प्रचार गर्नुपर्ने छ। जो तपाईहरु कति जना विश्वासीहरु छन् र के कति आवाजले उहाँहरूले सुन्न सक्नुहुन्छ भन्ने कुराहरु तपाई अगाडि नै त्यो कुराहरु विचार गरिसक्नु पर्ने हुन्छ। तेस्रो नम्बरमा छ अभिवादन। हामी सबैले थाहा भएकै कुरा हो, हामी ख्रीष्ट विश्वासी हामी हरेकले अगाडि गइसकेपछि वा अरु कोहीसँग बोल्नु भन्दा अगाडि हामी अभिवादन गर्ने गर्छौं। त्यो चाहिँ परमेश्वरको दृष्टिकोणमा एकदम आदरणीय छ र यो हामीले गर्नै पर्छ। अब वचन प्रचार गर्नु भन्दा अगाडि पनि हामीले अभिवादन गर्नुपर्छ। ख्रीष्टीय अभिवादन जय मसीह भनेर हामीले सबैभन्दा पहिले हामीले अभिवादन गर्नुपर्ने हुन्छ। र चौथो नम्बरमा छ परिचय। तपाईहरु नयाँ मण्डलीमा अर्थात् नयाँ स्थानमा तपाईहरु कसै नौलो ग्रुपमा तपाई वचन प्रचार गर्दै हुनुहुन्छ भने आफ्नो परिचय दिन नभुल्नु होला। छोटो तरिकाले दिनु होला परिचय। अनि परिचय दिँदाखेरि तपाई नहडबडाइकन आफ्नो शैलीमा दिन सक्नुहुनेछ र तपाई आफ्नै मण्डलीमा चिनेको ग्रुपमा छ भने तपाईले परिचय दिइरहनु आवश्यक पर्दैन। पाँचौं नम्बरमा छ भोइस कन्ट्रोल। भोइस कन्ट्रोल तपाई वचन प्रचार गर्न अगाडि जाँदै हुनुहुन्छ भने आज के कति मानिसहरू छन्, विश्वासीहरू के कस्तो छन्, कति जना छन्, कति उमेरको छन्, ती कुराहरूलाई सबै कुराहरू तपाईले निहालेर तपाईले त्यो जुन 2 देखि 3 सेकेन्ड भित्र तपाईले अवलोकन गर्नुहुन्छ त्यो भित्र नै तपाईले ख्याल गर्नुपर्छ। अनि आफ्नो भोइस चाहिँ कतिसम्म बोल्दाखेरि उचित हुन्छ, उहाँहरूले सुन्नु सक्नुहुन्छ र कसरी बोल्दा चाहिँ उहाँहरूले बुझ्नुहुन्छ, ती कुराहरूलाई तपाईले ख्याल गर्नुपर्ने हुन्छ। जस्तै अब 50 देखि 100 जनाको ग्रुपमा तपाई बोल्नु भयो भने बिस्तारै बोलेर कसैले पनि सुन्दैन र फेरि 5-6 जना 6-7 जना विश्वासीहरूको माझमा तपाई वचन प्रचार गर्नुपर्ने छ भने तपाईले कराएर तर्सिने तरिकाले अनि त्यो वचन प्रचार गर्नुभयो भने त्यो पनि आदरणीय हुँदैन। र वचन बोल्दाखेरि तपाई नहडबडाइकन, तपाई नआत्तिकन आफूलाई कन्ट्रोल गरेर, जो तपाई अगाडि हुनुहुन्छ अनि तपाईले त्यो अवस्थामा चाहिँ सबैभन्दा सिनियर चाहिँ मै हो र मैले यहाँ भएका सबैलाई चाहिँ मैले सिकाउँदै छु भन्ने एउटा भाव, एउटा हृदयमा त्यो छाप लिएर तपाईले ख्रीष्टलाई उचालिने वचन तपाईले बोल्नुपर्ने हुन्छ। र तपाईले त्यो छिटो वचन बोलेर पनि विश्वासीहरूले बुझ्दैन र ढिलो बोलेर पनि अनि उनीहरूले त्यो बुझ्दैन। तपाईले चाहिँ ठिक्क तरिकाले शैली मिलाएर अनि तपाईँ ग्याप मिलाएर जब तपाईले ह्यान्ड राइटिङ पनि तपाईको स्पेस दिएर लेख्नु भएको छ भने त्यो चाहिँ स्पष्ट राम्रो देखिन्छ नि। त्यस्तै नै हाम्रो शब्द पनि स्टेप गरेर तपाईले बोल्नुपर्ने हुन्छ। छैटौं नम्बरमा छ अनि समयको ख्याल। समयको ख्याल पनि एकदम गर्नुपर्ने हुन्छ।
तपाईँहरू वचन प्रचार गर्नु जाँदै हुनुहुन्छ भने तपाईँ वचन कति समयसम्म बोल्नुपर्ने त्यो कुरा चाहिँ आफ्नो आदरणीय त्यहाँको एल्डर जो सिनियर हुनुहुन्छ, जो पास्टर हुनुहुन्छ, उहाँहरूसँग बुझेर मात्रै तपाईँले वचन प्रचार गर्नुहोला। र नौलो ठाउँमा छ भने पनि तपाईँले सोध्नै पर्ने हुन्छ। र तपाईँ आफ्नै मण्डलीमा छ भने पनि तपाईँले आफ्नो समयभित्र वचन प्रचार गरिसक्नु पर्ने हुन्छ। तपाईँले धेरै लामो समय लिनुभयो भने बोर लाग्न सक्छ, हाइ काट्न सक्छन्, निन्द्रा लाग्न सक्छ, दिशा पिछो लाग्न सक्छ। त्यसैले तपाईँले आफ्नो समय छोटो समयमा तपाईँले वचन प्रचार गरिसक्नु पर्ने हुन्छ। 6 नम्बरमा 7 नम्बरमा छ नजरे मिलाप। तपाईँ वचन बोल्न जाँदै हुनुहुन्छ भने तपाईँको आई कन्ट्याक्ट चाहिँ सधैँ विश्वासीतर्फ राख्नुपर्ने हुन्छ। तपाईँ आफूलाई हेर्ने, कहिले दायाँ कहिले बायाँ कहिले माथि हेरेर तपाईँले वचन प्रचार गर्नुभयो भने त्यो उचित हुँदैन, राम्रो देखिँदैन। तपाईँले अगाडिबाट धेरै विश्वासीहरूले चाहिँ तपाईँको शरीर शिरदेखि पाउसम्म चाहिँ अवलोकन गरिरहेको हुन्छ। कस्तो बोल्छ, कस्तो उहाँको एक्सन छ, कस्तो कतिको कन्फिडेन्टको साथ बोल्नुहुन्छ भन्ने कुराहरू सबै कुरा निहालिरहेको हुन्छ। त्यसैले तपाईँ आफ्नो आई कन्ट्याक्ट चाहिँ विश्वासीतर्फ राख्नुहोस्। 7 नम्बरमा छ आफ्नो शारीरिक हरकत वा इसारा। आज तपाईँ वचन बोल्दै हुनुहुन्छ भने आफ्नो त्यो जुन वचनको टपिक्स अनुसार, त्यो शब्द अनुसार शरीरको हरकतलाई पनि तपाईँले तयार गर्नुहोस्। तपाईँ त्यो शब्द अनुसारको हरकत देखाउनु भयो भने, तपाईँ आफ्नो कला देखाउनु भयो भने, शारीरिक इसाराहरू देखाउनु भयो भने विश्वासीहरूले त्यो वचन स्पष्टसँग बुझ्न सहायता पुग्दछ। 9 नम्बरमा छ वचनको ढाँचा। आज तपाईँले वचन अनि कस्तो किसिमको तयार गर्नुभएको छ, त्यो वचनको शीर्षक के छ, त्यसले चाहिँ त्यो वचन बोल्दै गर्दाखेरि चाहिँ तपाईँले कसैको विषयमा बोल्नु हुँदैन, व्यक्तिगत विषयमा बोल्नु हुँदैन र कसैको चित्त दुखाउने किसिमको वचन तयार गर्नु हुँदैन। वचन चाहिँ परमेश्वर उचालिने, ख्रिस्ट उचालिने सुसमाचारी वचन हुनुपर्छ, आशिषमय वचन हुनुपर्छ। ती सबै कुराहरू तपाईँले जान्नुहुन्छ। 9 नम्बरमा छ अनि विषयवस्तु केन्द्रित। आज तपाईँले वचन अनि तयार गर्नुभएको छ, वचन चाहिँ कुन विषयमा अनि तयार गर्नुभएको छ र कसरी बोल्नुपर्ने ती कुराहरू चाहिँ तपाईँले ख्याल गर्नुपर्छ। जस्तै तपाईँ वचन बोल्दै हुनुहुन्छ भने सोही वचनको त्यो जुन विषयवस्तुमा मात्र केन्द्रित भएर तपाईँ वचन बोल्नुहोला र ख्रिस्टको प्रचार, तपाईँको वचनले चाहिँ अनि ख्रिस्ट प्रचारिएको हुनुपर्दछ। यदि तपाईँ पुलपिटमा गएर अनि ख्रिस्ट प्रचारिने बोल्नु भएन भने आदरणीय हुँदैन र सबैले बुझ्ने शैलीमा तपाईँले त्यो विषयवस्तु केन्द्रित गरेर तपाईँले बोल्नु पर्ने हुन्छ। यो भिडियोबाट सम्पूर्णलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। यो भिडियो लामो भएको छ। जय मसीह।